प्रश्न नम्बर 1, सार्कको स्थापना कहिले भएको हो? अप्सन ए 2085 साल डिसेम्बर 8, अप्सन बी 2085 साल डिसेम्बर 20, अप्सन सी 2085 साल नोभेम्बर 8, अप्सन डी 2085 साल नोभेम्बर 20। राइट आन्सर रहेको छ 2085 साल डिसेम्बर 8। प्रश्न नम्बर 2, नेपालको संविधानमा कतिवटा मौलिक हक रहेका छन्? अप्सन ए 28, अप्सन बी 29, अप्सन सी 30, अप्सन डी 31। राइट आन्सर रहेको छ अप्सन डी 31। प्रश्न नम्बर 3, नेपालमा जात जातिको सङ्ख्या कति रहेको छ? अप्सन ए 42, अप्सन बी 43, अप्सन सी 44, अप्सन डी 25। राइट आन्सर रहेको छ अप्सन ए 42। प्रश्न नम्बर 4, नेपाललाई 7 प्रदेशमा विभाजन कसले गरेका हुन्? अप्सन ए श्री 5 वीरेन्द्र, अप्सन बी सुशील कोइराला, अप्सन सी शेरबहादुर देउवा, अप्सन डी श्री 5 महेन्द्र। राइट आन्सर रहेको छ अप्सन बी सुशील कोइराला। 5, सार्क सचिवालय कहाँ रहेको छ? अप्सन ए अमेरिकामा, अप्सन बी काठमाडौँमा, अप्सन सी भारतमा, अप्सन डी भुटानमा। राइट आन्सर रहेको छ अप्सन बी काठमाडौँमा। प्रश्न नम्बर 6, विश्वमा चिया उत्पादनमा नेपाल कतिौँ स्थानमा पर्दछ? अप्सन ए 11औँ, अप्सन बी 12औँ, अप्सन सी 13औँ, अप्सन डी 14औँ। राइट आन्सर रहेको छ अप्सन डी 14औँ।